हेलो गुड इभिनिङ सम्पूर्णमा नमस्ते। आज चाहिँ हामी जाँदैछौँ दुबई मरिना। यति बेला चाहिँ हामी छौँ दुबई मरिना मेट्रो स्टेसन। यहाँ चाहिँ मेट्रो ट्रेनहरू आउँछ। यहाँ हामी कुरिरहेको छौँ यति बेला दुईजना मिलेर। अनि अब हामी जान्छौँ। यहाँ ट्रेनमा हामीले पायौँ सिट, हामी चढिसक्यौँ मेट्रो। अनि यहाँबाट हामीले हेऱ्यौँ रमाइलो रमाइलो दृश्यहरू। बाफ्रे, यहाँ कति ठुला ठुला घर, कति धेरै मान्छे कति हो थाहा छैन, हिँड्ने कति हो, आउने जाने क्रम जारी छ। यहाँको मान्छे राति नै सुत्दैन कि के हो, दिन रात यत्तिकै हुन्छ यहाँनिर, हुँदो रहेछ। मैले पनि बल्ल थाहा पाएँ। ओहो, यति धेरै ठुल्ठुलो बिल्डिङ, म त बिल्डिङ देखेर नि छक्कै परेँ। बाफ्रे बाफ्रे बाफ्रे, जता हेरे नि ठुला ठुला बिल्डिङ, जता हेरे नि ठुला ठुला बिल्डिङ। यही रहेछ दुबई सहर भनेको, देखेँ मैले बल्ल। धेरै वर्षको धैर्यपछि यहाँ आउनु पाएको हो, बुढोले लिएर आउनु भयो मलाई यहाँ। अनि यति बेला चाहिँ हामी झऱ्यौँ मेट्रोबाट बाहिर। है कार्डको सहायताले चाहिँ हामी यहाँसम्म आयौँ। यहाँ चाहिँ पैसा बोक्ने, क्यास बोक्ने होइन रहेछ, कार्ड बोक्नु पर्ने रहेछ, कार्डमै पैसा हुने रहेछ। अनि यति बेला चाहिँ हामी दुबई मरिनाको छेउछाउमा आइसक्यौँ, मेट्रोबाट झऱ्यौँ। अनि अब हिँड्नु पर्ने रहेछ अलिअलि। त्यसपछि हामी यहाँ ट्राफिक नियमअनुसार बाटो काट्यौँ। अनि यहाँबाट भित्र त यताउति भित्रबाट त जानुपर्ने हो दुबई मरिना जानलाई। तर यति गर्मी, ओहो, मलाई त्यही गर्मी भएर म त टल्किसकेँ हौ। ल गर्ने। अनि मलाई गर्मी भएपछि बुढोलाई लानुभयो मार्केटबाट बुढोले चिसो किन्नुभयो दुईवटा। अनि त्यसपछि हामी दुईवटा डिउ बोकेर निस्क्यौँ, चिसो डिउ। यो लास्ट गर्मीको टाइममा चिसो डिउ खान पाउँदा ओहो के चाहिएर न। उहाँले देखाउनु भयो मलाई हो रोटिपिङ। बाफे कति ठुलो रोटिपिङ हो यो, त म खेल्न सक्छु नि, हजुर खेल्नुहुन्छ भनेको सायद भन्नुभयो। अनि त्यसपछि हामी फेरि भित्रतिर लाग्यौँ। अनि चेसबुडी लगाऊ भन्नुभयो। अनि मैले नि खाएँ, उहाँले नि खानुभयो। अनि हामी गयौँ भित्र, दुबई मरिनातिर लाग्यौँ हामी। सुरुमै ओर्लेपछि नै मलाई एकदम रमाइलो लाग्यो। ओहो, यो गाडी त मैले टिभीमा मात्रै देखाएको थिएँ। ओ माई गड, आज अगाडि देख्न पाएँ, खुसी लाग्यो। यो बिल्डिङहरू देखेरै म त रिङ्गटै लागिसक्यो, झ्याउै लागिसक्यो मलाई त। आमामा कति ठुलो बिल्डिङ हो, नहाँस्नु न। म बिल्डिङ देखेर छक्क पर्छ, अनि बुढो हाँस्नुहुन्छ क्या। छक्क पऱ्यो भन्नुहुन्छ। अनि यति बेला चाहिँ हामी आइपुग्यौँ दुबई मरिनाको गेटैमा। अब हामी भित्र छिर्दैछौँ। यो चाहिँ होटलहरू यहाँको। आइपुग्यो हामी दुबई मरिना, जाँदैछौँ। यहाँ चाहिँ ओहो बालुवा माटो, यति बालुवा माटो, धन्न मैले हिल लाएन छु। स्पोर्ट जुत्ता लगाएर राम्रो गरेछु मैले। यो चाहिँ यहाँको ब्रिज, यहाँको के भन्छ नि पुल। यो पुलबाट चाहिँ मान्छेहरू हिँड्दो रहेछ, हिँड्ने हेर्ने यहाँबाट रहेछ। यो पुलबाट यति ठुलो पुल, यति ठुलो रोटिपिङ। आमा, यो त विश्वमै सबसे ठुलो होला सायद। यो सागर पनि कत्रो ठुलो हो, समुद्र पनि। हेलो महासागर थुप्रै छ त, समुद्र हेलो हाई। समुद्रले पनि हेलो हाई भनिरहेको जस्तो लाग्यो मलाई। अनि समुद्रले चाहिँ सोधिरहेको जस्तो लागिरहेको छ कि ओ तिमीहरू को हो, कहाँबाट आयो भनेर जस्तो लागिरहेको छ होइन। अनि म समुद्रको नजिक गएँ। अनि चाहिँ मैले नि समुद्रको पानी छोयौँ, मेरो बुढाले पनि छुनुभयो। बुढाले छौ न छौ भन्नुभयो। अनि मैले गएर छुएँ। अब यति बेला चाहिँ यहाँ अलिअलि मान्छेहरू छ, जति रात भिडियो त्यति मान्छेहरू चाहिँ यहाँ आउने रहेछ। अनि हामी चाहिँ अब अलि समुद्रको नजिकै गएर समुद्रले हामी को भन्ने बुझाउँदैछु। को तिमीहरू भनेर सोधिरहेको जस्तै फिल हुँदै नजिक आउँछ। त्यो छालले यता आउँदाखेरि यस्तो रमाइलो। अनि त्यसपछि बुढाले त्यहाँ भन्दै हुनुहुन्छ कि हामी को भनेर, हामीले भन्दा नबुझ्ला, अब उसले लैजाला नि त हाम्रो नाम। DUDA बुढा, DU छिटो गर्नु न, DI बुढी। ओ ल यति बेला चाहिँ समुद्रले हाम्रो नाम पत्ता लग्यो हामीलाई।
यो चाहिँ हो दुबई मरिना। यहाँ चाहिँ यति ठुलो ठुलो ट्रेनहरू के अरे सिपहरू रहेछ। बाफ्रे यति बेला चाहिँ भयो उज्यालो। सबले बत्ती बाल्न थालेपछि घर घरको बत्ती यति उज्यालो भयो। यहाँ मान्छेको भिड पनि जम्न थालिसक्यो उता। यो रोटेपिङ त ओहो हेरे भयो म त। यो सागर यो समुद्र सब यो चिजहरू देख्नुको लागि चाहिँ मैले धेरै वर्ष कुर्नु पर्यो। मेरो बुढाले मलाई अनि चाहिँ यसरी भयो नि बुढाले लग्नुभयो। थ्याङ्क यू बुढो, यति राम्रो ठाउँमा ल्याइरहनु भयो मलाई। म धेरै खुसी छु। यसरी यस्तो ठाउँमा आउन पाउला भनेर त मैले सोचेको पनि थिएन। हजुरलाई धेरै धेरै धन्यवाद। मजा आयो, धेरै मजा आयो। यति राम्रो ठाउँ, यति राम्रो ठाउँ। उताबाट फेरि हामी घुम्दै गफ गर्दै जाने क्रममा यस्तो राम्रो सिन देखेँ नि। त्यहाँ फेरि बुढो टिकटक बनाऊँ न एउटा भनेको नाइ भन्नु भएन। खुसी लाग्यो। मेरो एउटा टिकटक पनि बनाइदिनु भएको छ उहाँले यहाँनिर। म एकदम खुसी छु। अनि त्यसपछि हामी त्यहाँबाट त्यो बगैँचाबाट हिँड्दै डुल्दै यतासम्म आयौँ। झन् यो रोटेपिङ नजिक आइपुग्यो। आमामा हेर्नुहोस् न यहाँ। आमामा यो घर कत्रो होला कि, यो कति तलाको होला कि, म त भन्न पनि सकिनँ। आँखै तिरिमिरी भएन यो घरहरू देखेर। यति ठुल्ठुलो घर चाहिँ कसरी बनायो होला कि। हाम्रो नेपालमा चाहिँ बनाउन नमिल्ने हो के हो यति ठुलो घर। यहाँको जमिनै बलियो छ कि के हो। यसरी हामी चाहिँ सबै यो रमाइलो दृश्यहरू हेरेर मरिना ब्रिज हेरेर अनि हामी धेरै रमाइलो मानेर खुसी मानेर हामी चाहिँ फर्क्यौँ। अनि फर्किने क्रममा चाहिँ हामी आयौँ मेट्रोमा यो कार्डको सहायताले। थ्याङ्क्स फर वाचिङ माई भिडियो सबैजनालाई।